you can see this also as well. तो मलमासको बेलामा मच्छनारायण मेला लाग्छ 3 वर्षमा एक महिनाको लागि। के हो भन्दाखेरि यो अहिले मलमास चाहिँ वर्षमा होइन कि वर्षको 3 वर्षपछि मलमास सुरु हुँदो रहेछ होइन। अनि के भन्छ यो मलाई भन्न आएन क्या, पुरुषोत्तम महिना। You can listen the background noise as well. Hello everyone and welcome back to my channel. So आज चाहिँ मलमास लागिरहेको छ यो जेठको महिना, एज यु अल नो। र आज चाहिँ 30 गते 13 जुन नेपाली 30 गते। आज चाहिँ मलमासको सेकेन्ड लास्ट डे अथवा त्यसै केही भनौँ। सो आज चाहिँ हामी मच्छीगाउँ जान लागिरहेछौँ मच्छीनारायणतिर दर्शन गर्नलाई। सो म, मेरो बहिनी र मेरो मम्मी, हामी तिनैजना त्यहाँ ढोग्न जानेछौँ। सो के कस्तो हुन्छ, whatever thing it is, we will show you there, and at the end do not miss the outro है त। So we have reached temple here. You can see this फुल होइन, मन्दिर पुगिसक्यौँ र यो हुन्छ हेर्न सक्नुहुन्छ होइन मन्दिरतिर। यो मलमासको सेकेन्ड लास्ट दिन। सो यु क्यान सी यो भिडहरू चाहिँ यो सबै यतानिर पनि गाडीहरू आउने बाटो एभ्रिथिङ इज हियर। भिडहरू त पनि छ। अब चाहिँ हामी मन्दिरतिर जान्छौँ। You can see your stalls, you can see all of these stalls here होइन। यहाँनिर यो सामानहरू बेच्न राखिरहेको छ। You may not hear the background noise, मैले चाहिँ यता नोइज रिडक्सन अन गरेको छु, तर हजुरले यो स्टल्सहरू हेर्न सक्नुहुन्छ यता अन द वेमा होइन। इफ यु हेभ एभर केम हियर, आउनै भएको छ होला अभियसली हजुर, नत्र हजुरको मम बाबाहरू अथवा हजुरको ग्रुपमा एनिवान, दे माइट हेभ सिन दिस, उहाँहरूले हेर्नु भएको छ होला। हेर्न सक्नुहुन्छ हजुरले। यहाँनिर तरकारीको छ, यता यो लोकल पसलहरू, यता कपडाको, यतानिर यो हजुरको लकेट्स एन्ड अलको पसल, फ्लावर, रेडिमेड फ्लावर पसल्स एन्ड मेनी मोर। You can see it and enjoy also. So आज मलमासको सेकेन्ड लास्ट दिन भएर होला यहाँ चाहिँ भिड अति नै छ। सो भिड आज अति नै हुन्छ होला, त्यही भएर हजुरले यति धेरै मान्छेहरू देखिरहनु भएको छ मलमासमा सेकेन्ड लास्ट दिन भएर। सो अब हामी पनि जानेछौँ मन्दिरमा के कस्तो भिड छ देखाउनेछौँ। र अघि हामी निस्किनुभन्दा अगाडि चाहिँ आरएनबीको पोस्ट हेरेर निस्किँदाखेरि भिड चाहिँ अति नै थियो। आई विल किप वान फोटो अप हियर, त्यो पनि हेर्नु होला। र अहिले चाहिँ हामी अन द वे जाँदै नै छौँ र स्टिल देयर इज मोर वे टु गो। सो अब मन्दिर पुगेपछि त्यहाँको हो हल्ला, त्यहाँको भिड के कस्तो छ म सबै देखाउने छु है त। हेर्दै गर्नु होला, नछुटाइकन कुनै पनि भाग, र आउटरो चाहिँ स्पेसली मिस नगर्नु होला है त। नाउ वी आर गोइङ टु एन्टर र यु क्यान सी हियर my sister and my mom are back, their back is towards me। र यतानिर हजुरले अलरेडी यहाँनिर यो प्रवेशद्वारतिर हजुरले यो भिड हेर्न सक्नुहुन्छ के कतिको छ होइन। सो अब यही भिडमा बाटो खोज्दै खोज्दै मच्छीनारायण मन्दिरको जानु पर्यो, अनि त्यहाँनिर पूजाहरू सबै सम्पन्न गरेर जानु पर्यो।
यता हामी लाइनमा छौँ र यता मन्दिर हजुर हेर्न सक्नुहुन्छ होइन र यता हजुरले आज यता भिड पनि हेर्न सक्नुहुन्छ र ब्याकग्राउन्ड नोइज पनि हजुर सुन्न सकिसक्नु भएको छ होला मन्दिरतिर चाहिँ मन्दिरभित्र चाहिँ खिच्न पाउने हुँदैन सो मन्दिरभित्रको सर्ट चाहिँ म हजुर देखाउँदिनँ होला बट मिल्यो भने अबिट आइल सो यु तर जेनरली आइल सो यु अप टिल हियर ओन्ली र हामी बिस्तारै अगाडि बढ्दै जान्छौँ र ढोक्छौँ You can see everything over here. We are going to reach here. यता चाहिँ मेरो मम्मी र बहिनीले चाहिँ अब यता हातसात पखालेर उहाँ अब यो पानी शुद्ध गङ्गाजल टाइपको गर्न लागिरहनु भएको छ र यता म चाहिँ स्नान गरेर आइसकेँ होइन म आई वेन्ट इन टु दिस पोन्ड म यो पोन्डमा गएँ अनि यहाँनिर पनि एक राउन्ड नुहाएर आइसकेको छु सो यु क्यान सी माई हेयर स्ट्रेट माई आइज आर अल गुड अब देखाउनु हुँदैन भन्नु मम्मीले सो सिडन्ट क्लिक द भिडियो सरी फर द्याट तर यता यु क्यान सी मी वेट र यु क्यान सी माई मम एन्ड सिस्टर देयर मम्मी र बहिनीले पनि यता मुखसुख धोएर चोखेर आइसक्नु भएको छ अब चाहिँ हामी यता बत्ती बाल्छौँ होइन अनि यता यो मन्दिरमा भिड हेर्न सक्नुहुन्छ हजुरले अहिले चाहिँ अलिकति कम छ बिहान भने चाहिँ एकदम नै प्याक थियो अहिले चाहिँ भिड अलिक कम नै छ So you can see this also as well. यो चाहिँ मन्दिर ढोकेर आइसक्यौँ र यो चाहिँ हजुरले अझ यो मन्दिर ढोक्न आएकाहरू भक्तजनहरूलाई हेर्न सक्नुहुन्छ उहाँहरू लाइनमै अहिलेसम्म हुनुहुन्छ यु क्यान सी देम त्यहाँनिर लाइन स्टार्टिङ छ सो एज वी अल नो द्याट मी अलङ विथ माई फ्यामिली चाहिँ यता मन्दिर ढोक्न आएको छौँ अब चाहिँ सो मलाई पनि प्रपर रिजन थाहा छैन म किन ढोक्न आएको मम्मीले हिँड भन्नुभएको थियो त्यहाँमा पनि हिँडेको सो यहाँ आउनुको मेन रिजन चाहिँ अब हामी मम्मीलाई नै सोधौँ होला है त हेलो हाई यो मलमासको बेलामा मत्स्यनारायण मेला लाग्छ 3 वर्षमा एक महिनाको लागि त्यही भएर यहाँ दर्शन गर्न आउनुपर्छ यहाँ पोखरीमा नुहाएपछि घाउ खटिराहरू सन्चो हुन्छ अनि मत्स्यनारायणलाई 33वटा दियो र 33वटा मालपा दान गर्यो भने अश्वमेघ यज्ञ गरेको बराबर हुन्छ त्यही भएर आज हामी यहाँ दर्शन गरेर 33वटा मालपा दान गऱ्यौँ र 33वटा दियो अब सन्ध्या आरतीको बेलामा बाल्नेछौँ धन्यवाद सो दिस वाज माई मम जसले चाहिँ आज हामी यता घुम्न आएको मुख्य कारण भन्नुभएको छ होप सो यु हेभ गट अ बिट मोर नलेज अ बिट मोर इन्फर्मेसन अबाउट इट है त यतातिर हाम्रो ठुलो आउनु भइसक्यो यता यो हुल सकिँदै हुनुहुन्छ होइन सो यता 6 बजिसकेको छ र सन्ध्या आरतीको टाइम अब एकछिनमा हुन लागिरहेको छ र अहिले चाहिँ हजुरले यो भिडहरू हेर्न सक्नुहुन्छ के कतिको छ भनेर होइन मम्मी आउनु भयो सो त्यसैले हामी फेरि यता धुन आएको छौँ हाम्रो यता चुनाउनु भएको भएर हाम्रो यो यताको विष्णुदेवी मन्दिर सो अब चाहिँ हामी यता विष्णुदेवी मन्दिर ढोक्न जान लागिरहेको छौँ हामी 5-6 जना सो लेट्स गो होइन हामी अब यता स्टेप बाई स्टेप्स माथि चढ्दै गइरहेको छौँ होइन अघि नै चाहिँ हामीले मम्मीद्वारा सुन्यौँ यहाँको महत्त्व यो मलमास एभ्रिथिङको बारेमा हामीले डिटेल्सहरू सबै बुझ्यौँ हजुरले अघि नै हेर्नुभयो भने विदाउट स्किपिङ सो नाउ लेट्स हियर इट फ्रम आवर ठुल मम्मी किन आउनु भएको के महत्त्व हो एन्ड अल के हो हेलो नमस्ते म सानो होइन अब के हो भन्दाखेरि हो भन्दाखेरि यो अहिले मलमास चाहिँ वर्षमा होइन कि वर्षको 3 वर्षपछि मलमास सुरु हुँदो रहेछ होइन अनि के भन्छ यो मलाई भन्न आएन क्या पुरुषोत्तम महिना अनि पुरुषोत्तम महिनामा चाहिँ अधिक मास भन्दो रहेछ क्या यो वर्ष चाहिँ 12 महिना हो कि 13 महिना यो कस्तो हुन्छ भने महिनाको 2 चोटि औँसी परेको भएर यस्तो हुने रहेछ क्या औँसी 12 महिनामा त 12वटा औँसी आउँथ्यो भने यो पालि चाहिँ 13वटा औँसी आउनु भएर चाहिँ हो यो महिना यो 12 महिनामा 13 महिना भएर यो वर्ष चाहिँ अधिक मास भनेको हो त्यही भएर यो अधिक मासलाई नै पुरुषोत्तम मास भनिन्छ त्यही भएर हामी दर्शन गर्न म त दिनकै आइरहेको हुन्छ है फेरि बिहान पनि आएको थियो आज तर अब साथीहरू आउनु भएको भएर म आज पनि अहिले आइरहेको छु अब आरती
सुनेर दर्शन गरेर जाने। So this was our mummy. So why we were here and everything. So stay continue. अब चाहिँ यता आरती स्टार्ट भएको छ होइन, र हामी चाहिँ आरती कभर गर्न चाहिँ यहाँ मन्दिरभित्र आएको छौँ। र लेट्स सी द आरती नाउ है। यता चाहिँ आरती भइरहेको हजुर हेर्न सक्नुहुन्छ होइन, उहाँहरू सबैले त्यो बत्ती बालिरहनु भएको छ। मम्मी र मम्मीले चाहिँ यतानिर धुपबत्ती बालिरहनु भएको छ होइन। You can also listen the bhajan going on here. I know mic ma properly सुनेको छैन होला, but generally it is going on. If you are listening, then you will know कि यता बाहिर भजन पनि गइरहेको छ भनेर। आरती गरेको हजुरले क्लियरली हेर्न सक्नुहुन्छ होइन। You can listen the background noise as well. So हाम्रो अब यता फाइनली पूजा आजा आरती गरेर सबै सकिएको छ। अलमोस्ट हामी निस्किएको थियौँ 3-4 बजीतिर र नाउ इट्स अराउन्ड 8 बज्न लागेको छ। अलमोस्ट वी क्यान से 4 to 5 आवर्स हामी यहीँ बस्यौँ र हामी यहीँ किन्यौँ। सो अब यता हाम्रो यहाँ मम्मीले आइसक्रिम खुवाउने प्लान गर्नु भएको छ। सो लेट्स सी वाट सी बाइज एन्ड गिभ्स अस। आवर मम्मी होइन यता वी गट एन आइसक्रिम ट्रिट हियर फर एभ्री वान। सो हामी जहाँबाट गएको थियौँ त्यहीँनिर फेरि आइपुग्यौँ। अब यहाँबाट चाहिँ हामी गाडीलाई कुर्नेछौँ। इफ गाडी आएन भने we will be doing online and going right. So you can see still there what is going on, Madal and all. After a long amount of wait, I have finally found my ride and I am returning back to home. र मैले मम्मी र नानीलाई चाहिँ अघि नै पठाइसकेँ, उहाँको राइड आइसकेको थियो। सो मैले उहाँलाई चाहिँ अघि नै पठाइसकेँ। सो आई वेटेड अलमोस्ट हाफ एन आवर र मैले चाहिँ अब राइड पाइसकेको छु र म चाहिँ अब घर जाँदैछु। फाइनली आई हेभ अराइभड एट होम। र जेनरली मैले मच्छेनारायण जाने उत्तिकै कारण त थिएन, मम्मीले हिँड्न भन्नुभएको थियो। सो म चाहिँ मच्छेनारायण गएको हो। अनि लाइक द मेन थिङ द्याट this temple is known as Matsyanarayan. There are many reasons. Generally, most primarily के भनिन्छ भने चाहिँ हाम्रो जुन भगवान विष्णु हुन्छ उहाँको चाहिँ इन्कार्नेसन एज अ फिस यहाँ थियो र त्यही भएर नै एउटा मन्नु नामको मान्छेले चाहिँ यहाँनिर यो पोन्ड बनाएको थियो यो भन्ने गर्छन् है। मलाई पनि एक्ज्याक्टली थाहा छैन, भन्ने गर्छन्। जस्तो एक दिन चाहिँ यो मन्नु भन्ने मान्छेले चाहिँ एउटा माछा भेट्टाएछ अरे। अन्त त्यसलाई चाहिँ घर ल्याएर एक्वेरियममा हालेछ अरे। त्यो फेरि बढेर एक्वेरियममा नफिट भएपछि पटमा हालेछ अरे। पटमा नि फिट नभएपछि समुद्रमा के अरे पोन्डमा हालेछ अरे। पोन्डमा नि फिट नभएपछि चाहिँ त्यसले फेरि त्यो बेला चाहिँ हात जोडेर हजुरको हो अगाडि आउनुहोस् के हो भनेर त्यो बेला चाहिँ भगवान विष्णु आउनु भएछ अरे। र त्यही भगवान विष्णुको यादमा नै मच्छेनारायण मन्दिर मन्नुले बनाएको हो अरे 300 वर्ष अघि। अनि अकर्डिङ टु द्याट ओन्ली त्यो मन्दिर चाहिँ जेनरली पुरै त्यो घेरिएको छ भन्नाले पानीबाट घेरिएको छ अथवा पोन्डबाट घेरिएको छ। आज लगमा नै हजुरले हेर्नुभयो नै होला। सो दिस वाज द बिलिफ। अनि मलाई पनि एकचोटि हेर्नु थियो जस्तो पहिला पनि म गएको थिएँ, बट आई डिडन्ट ह्याड मच नलेज, आई डिडन्ट ह्याड मच इन्फर्मेसन। सो उत्तिकै रुचि नदिएर उत्तिकै पनि नगरिकन आई डिडन्ट वेन्ट। बट टुडे म गएँ त्यहाँनिर जुन त्यो स्नान गर्ने ठाउँ थियो त्यहाँनिर म स्नान पनि गरेँ। सरी त्यो भिडियो चाहिँ छैन, सरी फर द्याट। बट अल अलङ मलमासको बेला पनि गरेर ढोग्यो। एभ्रिथिङ वाज गुड, एभ्रिथिङ वाज वेल। इन एडभान्स 3-3 चोटि गरेर ढोगियो। द्याट वाज अ गुड थिङ। सो थ्याङ्क यू, यु वाज स्टिल हियर। So don't forget to like this video, subscribe my channel and share this video to others. And please do comment the best part of this video, and also do drop the comment about how you felt, how was the log, and what are your beliefs. Okay, so this is SSK log signing off. See you.